25 को दिन बागडोगरामा पश्चिम बङ्गाल लिम्बू महासङ्घको बैठक भएको थियो, जहाँ 4 इम्पोर्टेन्ट टपिकहरूमा डिस्कसन भएको थियो। रेजिस्ट्रेसन, फन्ड, सेक्रेटरी चयन गर्ने अनि सेन्टर कहाँ राखिने भन्ने विषयमा। यस बैठकमा मैले आफ्नो केही सुझावहरू राखेँ। यो क्लिप्सहरूलाई मैले भिडियोमा राखेको छु। त्यही पनि फिजिकली चाहिँ आज फर्स्ट टाइम अटेन्ड गरेको, अदरवाइज म आफूसँग ओभर द फोन अनि यस्तो धेरै हाम्रो चिया कफीको मिटिङमा आफूसँग कुरा भइ नै रहेको थियो। र मैले एक दुईवटा पोइन्ट्सहरू भन्न चाहिरहेको छु आज चाहिँ विशेष गरेर, जो चाहिँ अब मैले नोट गरेर राखेको थिएँ। सबैभन्दा पहिला त सायद हामीले यो खदा लाउने ट्रेन्ड चेन्ज गर्नुपर्ने होला। सुरुमै आउँछ यो ट्रेन्ड होइन, सुरुमै आउँछ यो कार्यक्रम जब हामी एकअर्कालाई सम्मान गर्छौँ, जब राख्छौँ, बसाउँछौँ। तर यो खदा लाउने चलन सायद हाम्रो किन हाम्रो पुर्खाले लाउनु हुँदैन होला। बरु हामीले फिल्म साथमा लगाइदिन सक्छौँ, पाका लगाइदिन सक्छौँ। यो फर्स्टमा हामीले ध्यान दिनुपर्ने कुरा हो इम्पोर्टेन्ट। अनि ल्याङ्ग्वेज, स्कुल, प्राइमेरी सेक्सन भन्ने टपिकहरू त इम्पोर्टेन्ट डरलाग्दो टपिक हो। यो टपिकहरू विषयमा सङ्गठनले आफ्नो आफ्नो ठाउँमा कुराहरू गरिराख्नु भएको छ होला, अनि गर्नु पनि पर्ने कुरा हो। तर कुरै मात्रै गरिरहनु पर्ने चाहिँ होइन, यसलाई प्र्याक्टिकलमा पनि ल्याउनु पर्ने हुन्छ। स्कुल्सहरूमा ल्याङ्ग्वेज इम्प्लिमेन्ट गर्नु भनेको अब फलामको चिउरा चपाउनु जस्तै हो। किनभने अहिले त एक त स्क्याटर्ड छ लिम्बूहरू, कुन ठाउँमा छ, जस्तै बिजनबारीतिर, कालिम्पोङको कुन ठाउँतिर, सिक्किम जस्तै एकै डिस्ट्रिक्टमा चाहिने लिम्बू भन्ने छैन नि त। त्यो भएर हामीलाई लिम्बूको 70% जस्तो स्टुडेन्ट चाहिने हुन्छ, त्यसमा टिचर चाहिने हुन्छ। त्यो विषयमा हामीले धेरै काम गर्नुपर्ने हुन्छ। पेपर वर्क्सहरू छ, जहाँनिर कुदिकुदाइ छ। यो विषयमा चाहिँ हामीले एकदम बसेर गर्नुपर्ने मिटिङ हो आजको टपिक बाहेक है। मैले जस्तै यो रिमाइन्डर मात्रै तपाईँहरूलाई कहाँ हामीले लिम्बूहरू कुन विषयमा बोल्नुपर्छ, विचार गर्नुपर्छ भन्ने कुराहरू मैले नोट गरेर लिएर आएको छु। अर्को छ तपाईँको हाम्रो, म चाहिँ अलिकति अब माफ गर्नु होला, हामी सबै याद खुल्ला हालिन्छौँ होला, याद खुल्ला। म लिम्बुनी अलिकति कडा लिम्बुनी छु, अलिक कम्युनल जस्तो छु भनौँ है। कम्युनल हुनु सायद नराम्रो होइन, कम्युनल चाहिँ हुनु राम्रो हो। तर त्यो कम्युनलिजमले चाहिँ त अरू अन्य जातिलाई चाहिँ चोट पुर्याएको चाहिँ हुनु भएन। आफ्नो संरक्षण गर्ने कम्युनल चाहिँ हुन पाइन्छ। म लिम्बुनी जहाँ पनि जान्छु, कुनै पनि कार्यक्रममा गएको हुन्छु, म आफ्नो आइडेन्टिटी केही न केही बोकेर हिँडेको हुन्छु, केही न केही लगाएर हिँडेको हुन्छु। हुन्छ होला त हाम्रो पनि ट्राइबलको केही रुल्सहरू, जहाँनिर यो ट्राइबलको रुल्सले मलाई के छ, ट्राइबलको लजले मलाई के छ कि भन्ने, तर त्यो केही कहीँ देखिन कहीँ पाइँदैन। अनि मलाई यो सङ्गठन या यो संस्था या आज हामीले ठुलो घर जुन चाहिँ खोज्दै घरमा काम गरिरहेछौँ, यो घरले महासभाले यसले चाहिँ मलाई लाग्छ एउटा लिगल टिम पनि यसले तयार गरेको हुनुपर्छ होला, जसले आजको दिनमा एउटा लिम्बूलाई अप्ठ्यारो परे त्यो भोलिको दिनमा ढाल भएर अगाडि उभिदिनु। मेरो घरको यो सदस्य हो, त्यसलाई यसरी हेर्न पाउँदैन भनेर उभिने पनि एउटा ठाउँ हुनुपर्छ होला जस्तो लाग्यो। यसले यो विषयमा पनि सायद काम गरेको हुनुपर्छ। मेरो सुझाउ अनुसार त्यस्तो जबरजस्ती भन्ने खालको पनि बोल्दै छु कि मैले, त्यसलाई मलाई माफ गर्नु होला, अलिक छिटो बोली छ मेरो। अनि अनलाइन कम्पिटिसन्सहरू हुनुपर्छ लिम्बू टपिक्सहरूमा। अब चाहिँ हामी अहिलेको जमाना अनुसार चल्नुपर्छ। जस्तै किताबहरू लेख्ने चलन दुनियाँहरूको हाम्रो टुम्बाहरूको टाइमदेखि आइ नै रहेको हो, तर सबैले किताब पढ्दैनन्। आज यहाँको हाम्रो आरम्भले कसरी भनेर जानुभयो, पढेको छैन, पढ्दैन, न्युज पेपर आइपुग्दैन, पढ्दिने छैन भनेको हुनु त। अनलाइनको अहिले जमाना भयो, इ न्युजहरू भन्छ, इ म्युजिकहरू भन्छ। ज्यादातर हाम्रो ज्यादा जस्तो त हाम्रो फोनमै आइहाल्छ न्युज, र त्यो भएर पनि कारणले सायद न्युज पेपर्सहरू नपढेको होला। त्यस कारणले गर्दा हामीले हाम्रो न्युजहरू या त अथवा केही पनि दिनु छ भने हामीले या त हामीले यस्तो एप बनाउनेहरू हामीले टिमबाट निकाल्नु पर्यो,
लिम्बूकै एपहरू अनि न्युज च्यानल पनि त्यसरी नै हुनुपर्छ। हाम्रो लिम्बूकै न्युज च्यानलहरू अनलाइन न्युज च्यानल पोर्टलहरू हुनुपर्छ जस्तो लाग्छ। पोडकास्टहरू हुनुपर्छ। म आज यो पोडकास्ट च्यानल किन भन्दैछु भने म आफै आर्टिस्ट हो र मलाई यो 8 बजीको मलाई अलिक पनि यस्तो हुनुपर्थ्यो भन्ने लागेको भएर ल्याउन सक्ने तपाईँहरूको सामु पोडकास्टहरू हुनुपर्छ जहाँनिर लिम्बूहरूको भाषा संस्कृतिहरू डिस्कस भएको हुनुपर्छ। सानसानो डकुमेन्ट्री जस्तो भिडियोजहरू खिचिरहेको हुनुपर्छ। संस्कृतिहरू पनि कभर गर्दै गर्नुपर्छ। सानसानो भिडियोहरू लिम्बूको संस्कार संस्कृतिको एउटा ताकतमाको विषयमा सिलामसाकमाको विषयमा सानसानो डकुमेन्ट्री भिडियोहरू जस्तो पनि बनाउँदै हामीले राख्दै प्रिजर्भ गर्दै गरेको हुनुपर्छ जस्तो लाग्छ प्रायः प्रायः होइन। तर फन्डरेजरको चाहिँ प्रपर प्लानिङ हुनुपर्छ। मेरो ओपिनियन मेरो सुझाव अनुसार यो प्रपर प्लानिङ चाहिँ एउटा फाइनेन्सियल टिम नै बनाउनु पर्ने हो। फाइनेन्समा काम गर्ने जस्तै लिगल टिम एउटा बनिनु पर्थ्यो त्यो डिपार्टमेन्टहरूले भनेपछि ल्याङ्ग्वेज रिलेटेडको टिम अलग्गै हुनुपर्छ र होला। अनि लिम्बूमा मैले अलिकति अर्को गुनासो के हो वुमेन आज मैले धेरै कम्ती देखेँ। फिमेल रिप्रेजेन्टेटिभहरू धेरै कम्तीहरू हुँदो रहेछ। त्यसमा पनि एक दुईजना आनेहरू भलिन्टियर भएर खसिराख्नु भएको छ। एक बहिनी सायद उहाँले कल्चरल कार्यक्रम गर्ने एक्सप्रेसमा हुनुहुन्छ। अनि दुई तिनजना हुनुहुन्छ आनेहरू शिक्षामाहरू उहाँहरू पनि अब बोल्ने मौका पाउनु पर्थ्यो होला। उहाँहरूको के ओपिनियन छ लिम्बू चेलीहरू के कहाँनिर ठाउँ पाएको छैन कि भन्ने जस्तो लाग्यो। अनि यो चाहिँ किन भन्दैछु भने वुमेनलाई पुस गर्नुपर्छ भन्ने कुरा हो। वुमेनलाई पनि अलिक छिर्नुपर्छ लिम्बूनीहरूलाई आर्ट प्रमोसन गर्नुपर्छ। जुन भिडियो मैले इम्पोर्टेन्ट अर्को एउटा टपिकले कुन चाहिँ लेखिरहेको छु भने चाहिँ मेरो घरमा मुखिया भाउजू बिहा गर्नुभएको छ र उहाँले मेरो बाबा चाहिँ किराँत हो भन्ने सपोर्टमा हुनुहुन्थ्यो। बहिनी राईसँग बिहा भएको छ तर बाबा किराँतको चल्छ भन्नुभयो। तर मेरो विचारमा चाहिँ कन्फ्युजन चाहिँ के भएको छ भने मेरो भाउजूले उषा मुखिया लिम्बू लेख्नुहुन्छ क्या। भनेको मतलब मुखिया भनेको अर्कै जात हो, लिम्बू भनेको अर्कै जात हो। कि त उषा मुखिया लेख्नु कि चाहिँ उषा लिम्बू लेख्नु। तर उषा मुखिया लिम्बूले चाहिँ पछिको दिनहरूमा हामी सबैले कन्फ्युजन हुन्छ। हामीलाई पेपर वर्क र डकुमेन्टेसनहरूमा धेरै धेरै अप्ठ्यारो गर्नुपर्छ। बनाइरहेको छ हाम्रो मुसलमानले भिडियो बनाइरहेको छ। त्यस्तो कुराहरूलाई हामीले अलिकति ध्यान राख्नुपर्छ। यस्तो विषयमा बोलिदिने चाहिँ सङ्गठन दल हुनुपर्छ र यो दल सङ्गठन बनाउनलाई हामी सबै लागु गरेको हुनुपर्छ। यस्तो सानसानो कुराहरू इम्पोर्टेन्ट इम्पोर्टेन्ट छ। धेरैवटा चाहिँ मैले छुट्न गयो किनभने म एकदम लामो भएर पनि चिज पाइसकिसकेँ। यस्तो टपिकहरू हामी अन्य मिटिङहरूमा पनि बसेर कुरा गर्दा तर तपाईँहरूले ध्यानमा राखिराख्नु भएको छ भने चाहिँ भोलि दिन सोच्नुहुन्छ भनेर आज पोइन्ट गरेर भनिरहेको छु। अनि यो आजको मेन टपिकहरूमा मैले कुम्याङहरूले जे भन्नुहुन्छ त्यो नै म एकदमै आफू सहमति जनाएँ र साथसाथै यो महासभा जुन चाहिँ बनिँदैछ एपेक्स बडी यसले प्रगति गरोस् उन्नति गरोस् होइन शुभकामना छ। अझै आउने दिनहरूमा लिम्बूहरूलाई ठाउँमा पुऱ्याओस् भनेर शुभकामना दिन चाहन्छु। धन्यवाद। त्यसपछि हाम्रो फेरि अध्यक्षले समापनको भाषण गर्नुहुन्छ। धन्यवाद। आशीर्वादहरूको आजको यो टपिक चाहिँ अब विषयवस्तु त सबैले भन्नुभयो। दुई चारवटा टपिक चाहिँ अब हामीले चाहिँ गर्नुपर्ने छ। अब हामीले प्लानिङ हुँदैछ, प्लानिङ गर्नुपर्छ। प्लानिङको साथसाथ हामी एक्जिक्युसन पनि गर्नुपर्छ। अब म चाहन्छु कि हाम्रो यो महासङ्घको जति पनि कोअर्डिनेटरहरू अब आइदिनु हामीले एउटा डेट निकालौँ कहिले। तुम्बा अलिक कडा हुनुहुन्छ तर बिदा लिँदै म यहाँ एक्जिटमा सिलामसाकमा किताब किन्न आइपुगेको छु। यहाँ आन्नीहरूले बनाउनु भएको एकदमै राम्रो राम्रो सिलामसाकमा। सिलामसाकमा भनेको याक्थुङ जातिको पहिचान बुझाउने सुनभन्दा पनि अमूल्य छ। आजको कार्यक्रम सक्यो। हामीले केही फोटोहरू पनि लिएको छु, त्यो पनि मैले यहाँ राखेको छु। पश्चिम बङ्गाल लिम्बू महासङ्घमा रहेर हामीले केही राम्रो कामहरू गरिरहेको हुनेछौँ सम्पूर्ण याक्थुङहरूलाई जोडेर।
तपाईहरु हामीसँग जोडिरहनु होला। धन्यवाद। थ्याङ्क यू। स्टे ट्युन्ड एन्ड सब्स्क्राइब सेवारो। अलिक आराम भयो। अब सुन्नु त गरम होइन त अन्त सबै चिसो भइहाल्यो है। अब फुल भइहाल्यो। कता पो अम्बु? यो यस्तो तपाईँको रिसर्च वर्कहरू यसो अब